Region locked. यो चाहिँ हाम्रो विदेशतिर जानुभएको दाजुभाइ ल्याउनु भएको मोबाइल हो अनि यो चाहिँ विदेशबाट ल्याउँदा सबै मोबाइलहरुमा चाहिँ यस्तो देखाउँदैन कुनै कुनैमा चाहिँ कन्ट्री लक हुन्छ यसलाई अनलक गर्नुपर्छ यसको प्रोसेस चाहिँ त्यति गाह्रो छैन यसो सर्भरबाट चाहिँ केही पैसा तिरेर कोड माग्यो भने पाइहालिन्छ र यसरी कोड हान्यो भने टक्क अनलक हुन्छ यो मिस्टेक हो यो तल भएन अब यसलाई गर्यो भने ल हेर्नुस् टक्क अनलक झ्याममा अनलक भयो सजिलै यो चाहिँ नेटवर्क अनलक यो सिम हाल्न बित्तिकै देखाउने कोड थियो त्यो चाहिँ अनलक भयो अब मजासँग तपाईहरुले चाहिँ मैले पहिला एनसेलको सिम हालेको थिएँ अब यसलाई चाहिँ तानेर नमस्तेको सिम हाल्छु यहाँ एनसेलको त्यति राम्रो नेटवर्क छैन मेरोमा अनि नमस्तेको सिम हाल्यो भने सजिलै चाहिँ डायल गर्यो भने नेटवर्क झ्याप लाएर बोलिहाल्छ है म यहाँ चाहिँ 1498 डायल गरेर तपाईहरुलाई नेटवर्क देखाउँछु म यसको सिम चाहिँ तान्छु अनि एनटिसीको हाल्छु मैले हालिसकेको छु ल है अब नेटवर्क हेर्नु Nepal Telecomको कस्टमर केयर सेवामा स्वागत छ। Welcome to Nepal Telecom's customer care service.